Hi everybody, welcome back to my channel. I'm Ranjana Chaudhary and आज चाहिँ म मेरो बच्चा एन्ड हस्बैंड जाँदै छौं विराट एक्सपो मेला घुम्न। यो चाहिँ क्रिसमसको डे हो, दैट इज 5th of December 2025। अनि यहाँ चाहिँ हामी टिकट किन्दै छौं। 150 रुपैयाँ हो एकजनाको टिकटको। अनि हामी दुईजना थियौं, अनि दुईटा टिकट किनेर जाँदै छौं। दिस इज द एन्ट्रान्स। अनि यो चाहिँ सबै भित्रको स्टल्सहरु, एकदम धेरै स्टल्सहरु छ। एन्ड या सानो क्लिप्सहरु लिएको छु इन्जॉय गर्नु। एन्ड या कन्टिन्यू वाचिङ। अनि दिस इज पकवान फुड्स, हाम्रो भाइहरुको हो। अनि त्यसमा चाहिँ दुईवटा प्रोडक्टहरु पनि कस्तो राम्रो छ। आई अल्सो गट वान। अनि यहाँ चाहिँ एउटा चस्मा पसल पनि थियो। क्यान माई बेबी लभ्स चस्मा, अनि हि अल्सो गट वान। वी बट हिम वान। अनि यो चाहिँ हि लुक्स लाइक आशिकी 2 को हिरो। एन्ड आई अल्सो ट्राइड वान। आई वाज लुकिङ हरिबल। Yes, wow. अनि त्यही 2 PM को स्टलमै किनेको यो 2 PM चिजबल चाहिँ मेरो बच्चाले एकदम मजाले इन्जोय गर्यो। कन्सर्ट हेरी कन्सर्ट भन्दा नि त्यहाँ डान्सहरु के चलिरहेको थियो। एकछिन त्यहाँ बसिसकेपछि चाहिँ वी वेन्ट टु एक्सप्लोर फूड कोर्ट एरिया। यो चाहिँ फूड कोर्ट कस्तो मजाले लाइटिङले सजाएको थियो। अनि त्यहाँ चाहिँ डिफ्रेन्ट रेस्टुरेन्टहरुको चाहिँ आउटलेटहरुको चाहिँ सानो त्यो यस्तो बनाएको थियो, यस्तो टाइपको। अनि वी ह्याड मोमो, मेरो बच्चाको फेभरेट। अनि त्यसपछि वी ह्याड बिरयानी। सो अलिअलि खानासाना खाइसकेपछि चाहिँ वी वेन्ट टु एक्सप्लोर यो एन्टरटेनमेन्ट एरिया, जहाँ चाहिँ यस्तो यो राइड्सहरु थियो। एकदम धेरै राइड्सहरु थियो के, यस्तो रोटेपिङहरु, अनि यो जम्प गर्ने, अनि कोलम्बस, डिस्को डान्सर, अनि ड्र्यागन, अनि अरु पनि धेरै थियो है। अनि मेरो बच्चाले चाहिँ यो हेरिसक्यो। यो कार हेरेपछि चाहिँ ही ह्याभ टु राइड दिस। अनि त्यसपछि चाहिँ यहाँ एकदम एकछिन नै उसले राइड गर्यो। ही वाज सो ह्याप्पी। अनि यही प्ले एरियामा चाहिँ तातो जेरी थियो, त्यो पनि खायौं। अनि त्यसपछि चाहिँ हामी बाहिर निस्क्यौं। बाहिर त निस्क्यौं, तर बाटोमा यस्तो जाम थियो, कुरै छोड्दिउँ, कस्तो जाम थियो। अनि त्यो जाम पार गरेर पनि घर आयौं। घरमा चाहिँ केक ल्याउनु भएको थियो क्रिसमसको लागि। अनि हियर माई बेबी इज सिंगिङ अ सङ। Have Merry Christmas, Mana. Hi guys, I am back from मेलाबाट फर्किने बेला चाहिँ देयर वाज एकदम ठुलो जाम, एकदमै गाडी नै गाडी थियो। अनि मुस्किलले आइपुग्यौं घर। कम। अनि हामीले चाहिँ मेलाबाट थोर थार सामान किनेर ल्याएको छौं। So yeah, I'm going to show you guys what all I got. So the first thing that we bought is पकवान को ठेकुवा खजुरिया किन्यौं हामीले। अनि त्यो चाहिँ एकदमै मिठो छ, यम्मी छ। You guys also should try. Second thing is यो रमपम को चाउ
100 रुपियाँ अनि यसमा 5 वटा छ, यसमा 5 वटा छ अनि 2 वटा चाहिँ एक्स्ट्रा पनि दिनुहुन्छ लाइक दिस। सो यो चाहिँ भयो चाउचाउ। चिजबल जुन रिटेलमा 50 रुपियाँ पाउँछ त्यो चाहिँ 100 रुपियाँमा 3 वटा दिइराख्नु भएको छ। अनि त्यसपछि एकदम क्युट यो पिगी ट्याङ्क पनि मैले किनेको छु एउटा, यो चाहिँ बागमतीको हो 90 रुपियाँमा। त्यसपछि चाहिँ यो बाउल प्लास्टिकको बाउल, यो यस्तो कटोरा, यो चाहिँ 100 रुपियाँको 3टा, 100 रुपियाँको 3टा यो किने। अर्को भनेको चाहिँ मैले एउटा चप्पल किनेको छु अनि यो क्रक्स चाहिँ मैले 250 मा किनेको हो। अर्को चाहिँ एउटा मैले यो ब्रेसलेट किनेको छु, एकदमै क्युट, 600 रुपियाँ भन्यो अनि त्यसमा चाहिँ 10% डिस्काउन्ट गरेर ए दिस वान सो क्युट। यो चाहिँ के एउटा पाकिस्तानी समथिङ थियो देखिन्छ, मलाई चाहिँ एकदम राम्रो लाग्यो अनि मैले किनेको। नाइस। या मैले यति मात्रै किने, त्यहाँ कति धेरै सामानहरू थियो के थियो तर मैले यति मात्रै किने। एन्ड with this, thank you very much for watching the video. Bye, take care, please like, share and subscribe to my channel. Bye.